हेलो गुड मर्निङ। कस्तो हुनुहुन्छ तपाईहरु? अनि म पनि यहाँ ठिकै छु। आज फेरि नयाँ ब्लग लिएर आएको छु। मिनी ब्लग कस्तो लाग्छ के लाग्छ र लाइक शेयर सब्स्क्राइब गर्न नबिर्सनुहोस् होला। मिनी ब्लग भन्दा पनि आज मैले चाहिँ घरमा हिजो दादा यसो कालिम्पोङ बजार जानुभएको थियो नि त। अन्त अलिकति मासु ल्याइदिनु भएको थियो नि त। त्यो बेलुका त हामीले माछा खाइहालेको थियौँ। अन्त भएर चाहिँ मासु चाहिँ अब बिहान बनाउँछु दिउँसो भन्नु न अब हामीले बिहान दिउँसोको एकैचोटि खान्छ नि त खाना, एकैचोटि बनाउँछु भनेर चाहिँ चाहिँ म त भिडियो पनि बनाउँदिनँ कसरी मासु पकाएको भिडियोहरू हाल्नु नहाल्नु म हाल्दिनँ भनेर सोच्दै थिएँ नि त म। त उसले के भन्छ मेरो हस्बेन्डले हाल्नुपर्छ केही हुँदैन भन्यो नि त। ल भनेर चाहिँ यता मासुलाई प्याज टमाटर मरमसला सबै हालेर म्यारिनेट पारेर चाहिँ पकाएँ। उसले नै मेरो बुढाले नै के भन्छ उयो गरिदियो नि त हेरिदिन्छु भने नि त ल अब मासु त पकाए अब त्यति म यो पनि गर्नु हो भन्दै थियो नि त। अचार पनि पिस्नु भन्दै त्यतापट्टि अर्को चाहिँ मैले भिडियो बनाएर देखेर मरि हाँस्छ उसले मेरो हस्बेन्डले मेरो बुढाले मतलब पनि उसले पनि के भन्छ जिस्काइदिएको थियो नि त। अन्त उसले चाहिँ मैले मतलब यसरी भिडियो बनाएर चाहिँ पुरा हाँस उठ्दो रहेछ नि त हेर्दा हाँस उसले जिस्काएको थियो। अन्त मैले टमाटर मात्रै के बिना काटेको पिस्नु न अचार मजाले छिटो हो भने डल्ले खोर्सानीको अचार चाहिँ मजाले बनाएर खाउँ न ल भनेर चाहिँ डल्ले खोर्सानीको अचार मजाले उसले अक्कुलाई यसरी आउँछ पिस्नु सक्छ एउटा हातले भने जिस्काउँदै थियो नि त। उसले चाहिँ सब्जीहरू मजाले गर्दै थियो नि त। म चाहिँ के भन्छ सब्जी मेरो माछाको झोल बेलुका पनि थियो त्यो पनि हाम्रो अक्कुले चाहिँ माछा खानु हुँदैन नि त अर्किन्छ भनेर। अन्त माछा खाएन हामी चाहिँ मासुसँग भात मात्रै खायौँ। अब मजाले कस्तो लाग्छ के लाग्छ हेरेर मेरो भिडियो लाइक शेयर सब्स्क्राइब गर्नु नबिर्सिनुहोस् होला। अन्त के भन्नु यही नै हो मेरो भिडियो हेरिदिनुहोस् होला। जति हुन्छ सेयर गरिदिनुहोस् होला। भन्छ मासु खाइ गरेर मासु भात खाएर चाहिँ बसेको। थ्याङ्क यू बाई बाई।